साथीहरू। लो भिलेज लाइफ यस्तो छ है, भिलेज लाइफ। म चाहिँ यहाँ बसेर चिया खाँदैछु साथीहरू। धरानमा पनि यस्तो भिलेज छ, धरानको हाम्रो माइत घरमा भिलेज लाइफ यसरी हुन्छ अरे नि। हाम्रो आमाले आफ्नो यहाँ बारीमा भिलेज जस्तै बनाउनु भएको छ। गोठहरू पनि छ, परेवाको खोर, मौरीको खोरहरू पनि छ। यता नरुवलको रुख आँप टन्मै निबारा तितिरी सबै तितिरी झार्दैछ यहाँनिर। तितिरी चाहिँ यहाँनिर झार्दैछ साथीहरू। अनि यहाँ चेरीको बोट पनि छ, अभोकाडोको बोट छ। यताको पनि, यता पनि बारी हाम्रै हो। यहाँ घर छ, माइत घर, स्कुटी, बाइक, बुलेट सबै छ यहाँनिर। सबैको सुविधा छ, कार चाहिँ छैन। यतानिर यो गेट खोलेर यता गयो भने यहाँनिर चाहिँ हाम्रो फार्म हाउस छ। बिचमा बारी छ अनि पल्लोपट्टि सानो फार्म हाउस छ। त्यही हामी बिबिक्यू खान्छौँ कोही बेला। अनि तासहरू टाइम पास खेल्नु मन लाग्यो भने त्यही फार्म हाउसमा। यस्तो छ है साथीहरू। यो चाहिँ हाम्रो आमाको स्टोर रुम हो। यो चाहिँ हाम्रो आमाको स्टोर रुम पनि कतिवटा पो छ त। यो पनि स्टोर रुम हो है। अनि यो पनि अस्ति नयाँ बनाएको, आमाले आफैले बनाउनु भएको आफ्नै पैसाले। यो पनि हाम्रो आमाको फार्म हाउस हो। युकेदेखि आएर चाहिँ हाम्रो आमा चाहिँ यसरी 1 वर्ष 2 वर्ष भयो हाम्रो आमा युकेदेखि आएको। यत्रो सामान, यत्रो कुखुरा पालन, मौरी पालन, के गाई बस्तु थुप्रो गाउँ नै बनाउनु भएको छ मधेसमा। किम्बुको बोट पनि छ। यो पनि स्टोर रुमै हाम्रो आमाको। यो झन् कत्रो ठुलो छ यो चाहिँ गोठ हो। यो चाहिँ गोठ हो। अनि यो परेवाको खोर। यी खोरमा हेर्नु नि, एउटा परेवाको खोरमा हेर्नु नि, न्याउरी मुसालाई दुखाइदिएर वरिपरि बारेको छ। मुनि यी कुखुरा पालन यी गरेको छ। मौरी पालन पनि, परेवाको खोर पनि। हेर्नु न कस्तो दामी आइडिया हाम्रो आमाको। यस्तो छ है गाइस। उपर सबैको बोट छ। सिस्नु पनि बोटै फाँडिरहेछ हाम्रो आमाले। म चाहिँ यहाँ खाँदैछु है। अनि लु खाएँ डुबाएर। आफ्नै भैँसीको अर्ग्यानिक दुध है यो चाहिँ। बाख्रा नि यहाँ पाल्नु भएको छ। अस्ति खसी काटिदिनु भयो, राँगा काटिदिनु भयो, सुँगुर काटिदिनु भयो। कुखुरा त कति गऱ्यो, डेली एउटा एउटा खाँदैछु। माइत घरमा तितिरीहरू झार्दैछ धमाधम। गाई तितिरी झार्दैछ है। गोठ हेर्नु नि, पाडा। अझै आज दुध दुनु बाँकी छ। दुर्बिनाले कान्छी बहिनीको छोरीले दुध दिन्छ। कलेज पढ्ने केटी भाइ दुध दुन्छ। ऊ झार्दैछ भाइले तितिरी झार्दा पनि पैसा दिनुपर्ने अरे हो। लटरम्मै तितिरी। आँपको बोट, यो करिपत्ताको बोट नहुनेकै छैन हाम्रो घरमा। नराल त अस्ति कति खायो। हजार त्यो पनि भनेर ल म सोध्छु है एकछिन। गटर आमा उहाँ हेर्नु त, उतापट्टि पनि ढाल्नु अरे आमा। हाम्रो आमा चाहिँ यत्तिकै काम गर्नुहुन्छ। यता हेर्नु नि, उतापट्टिको हाँगा नि ढाल्नु अरे। हेर्नु त, कटर पनि फल्नु थालेछ है। कटर पनि पहिला कम त खाएन परार आउँदा। यहाँ पनि कुखुरा राखेछ। यहाँ चाहिँ लोकल कुखुरा राखेछ। नरुवाल कति छ, नरुवाल टन्नै। गाउँ हेर्नु त, गाउँ जस्तै छैन त है। धरानमा पनि हाम्रो आमाले यस्तो दामी उनीहरू सुँगुरै सुँगुर छ। यहाँ अस्ति आउने बित्तिकै त सुँगुर, कुखुरा अनि सुँगुर खाएको। अनि राँगाको सिकुटी अलिअलि बनाएको। अनि तितिरी निबारा हेर्नु नि, यो पार्किङ सबमा राख्छ। यो कम्ता महँगो भन्दैन हङकङमा। यहाँ त यत्तिकै छ। तल फार्म हाउसमा झन् कतिवटा बोट छ। हेर्दैछु आमा।